दिनु कमेन्ट गरिदिनु भन्न अनि सुरुबाट अबे जल्दी बोल कल सुबह पनवेल निकलना है भाइ बोल्न नमस्कार हजुरहरुलाई हाम्रो ब्लगमा स्वागत भयो हेलो गाइज वेलकम छ तपाईहरुलाई हाम्रो मुन्नाको ब्लगमा सब्स्क्राइब गरिदिनु कमेन्ट गरिदिनु उडाइदिनु धमाका गरिदिनु अरे बा हुन्थ्यो नि भाले झन् कालो भुत्लो लागेको झन् पढेर खाए जस्तो बनाउने भए यस्तै हुन्छ राम्रोसँग पहाल्ने हो नि त अहिले आमाले टोपी लाउनु भएको कि त्यो हेर्न त्यो सो पिस मात्रै हो टोपी कान पनि छोप्नु भएन मुरा अनि यो हो नि त कुरा खुट्टानी सुप बनाउने बुवा अब खुट्टानी नखानु अनि त्यसरी अझै काट्नु नि टुक्राउनु न दुईटा बनाउनु खसिहाले है त्यो भने नि आज नि दाईको र भान्जाको बनाउने मासु छोडेको बुनु लडी अन्त त्यो भाउजूलाई पुलाउ हालिदिनु चामल छिटो हुन्न यो भुटिङ नै भुटिङ छ अगाडि ननी गयो थाल पनि चाहियो मासु हाल्ने थाल चाहियो बुवा सुस्तारी काट्नु है हातमा लाग्दाखेरि यो चाहिँ डायमन्ड पिस हो यो चाहिँ कसलाई पर्छ हामी लास्टमा खाइसकेपछि भन्छौँ है यो चाहिँ धेरै त गर्नु हुँदैन फ्राई मासु हो त्यो यो झोलखानी यो यसमा चाहिँ मासु हो अब छोप्नै हाल्छ छोपी एउटा केले छोप पानीले त्यो बाफले काट्छ क्या हो छोप होमवर्क सिकाइदियो रे थर्ड गर्ललाई जाऊ बाबु जीवन थर्ड गर्ललाई त होमवर्क सिकाइदिनु पर्यो नि कुखुरा काटेको मासु एकतिर हड्डी एकतिर मासुको हामीले अब फ्राई खान्छौँ हड्डीको अब हामीले झोल खान्छौँ तपाईँहरू पनि त्यसरी नै खाने गर्नुहोस् जाडोमा हेर्नु गाइस कुखुराको भित्र पाङ्रो पनि हुन्छ हामीले त्यसलाई पोलेर अब हामीले अब त्यसलाई नुन हाल्छौँ काट्छौँ नुन हाल्छौँ अनि खान्छौँ त्यो पनि उनलाई खातेलाई बुवाले तातो भयो ढङ्गसँग आफ्नो चाहिँ कति नै ढङ्ग भयो फेरि 3 चोटि झार्नुपर्छ अरे डाँडै कटाइदिनु फेरि आफ्नै विश्वास लाग्छ मलाई त किन गाइस लाउनु हजुरलाई उनीलाई भाइलाई राख्नु देखाएन मैले
राम्रो राम्रो बोला है रियल भोइस हाल्ने हो यहाँ तर बाउराडी पलाएर खिच हालिसिया हालिदिनु मलाई भनेको मैले बोल्दिनँ त्यस्तै हाल्नु अब तपाईँले के गर्न खोज्यो बागो रेसिपी फेरि यसै बनाउने क्या झोलै बनाउने हो तर मासु त भुट्टिन परेन बाले आज खानुहुन्न अरे अब यो हो र बाले कहाँ अघि 14 पिस खाइसके पाङ्रो बाजु के खान्न भनेर पाङ्रो खाइसक्नु भयो बोकेर लिएर यसलाई त मसिनो बनाउनु त्यो प्याजलाई त मसिनो बनाउनु नि जेठ खान्छ न हामीले त देखेको छैन हामीले कति सुताउने हो नुनको कति हाल्यो नुन अलि चाहे भइहाल्यो नि प्याकेटमा लाउँछु नि थियो त गाई यतापट्टि चाहिँ दिदीको रेसिपी उतापट्टि चाहिँ बुवाको रेसिपी होइन जे भए पनि त बुवाले नि गर्नुपर्छ नि त ल कस्तो मिठो है त कसले मिठो बनाउँछ फेरि बोलिने ब्याकग्राउन्डमा नबोला नि ब्याकग्राउन्ड फेरि खिच पुड्दिन पऱ्यो कि हात्ती आयो भनेर पानी हालेर हाल्नु होला डर लाग्यो मैले के अरे साग हालिदिन्छु घाँसहरू हालिदिन्छु बेलुका आउँदा त डाँट पनि रहँदैन कुखुरा लिएर आयो पकाएर नि खाना दिन्छु अझै मलाई त्यो कुखुरो कहाँ लगाएर खाने हो र तैँले बेच्ने हो नि 2025 ट्याक्टर माया सङ्क्रान्ति यहाँ एउटा फेरि हुँदैन अब त पैसा ल्याउँछ दाना र उको चाहिँ औषधिको भाउ चाहिँ टक्क टक्क हिसाब गरेर खाने बेला चाहिँ टक्क टक्कै हालेर अस्तिको भालेको नि गाह्रो मासु गाइस मासु यो चाहिँ उ भएछ दाइको मिजु कराउन सुरु गरिसक्यो तपाईँको मिजु नुन त आएन यहाँमा गण्डकी र तिर्सुली सबै मिसाछ नि यहाँ त अझै मिसाउने पर्ने पाकेको नि यो 30% झोल सुगाइदिनु ढिँडो पका होइन कहाँको ढिँडो पकाउनु पिठो हुनु पर्यो एउटा नि हाल्दा सिद्धिसक्यो ल निकाल्दै ल बुढ्दा नि सिद्धि हाल्दा नि सिद्धि ल अहिले पिसमा 2 पिस नै पुग्दैन सिर्जाले त हेर सिर्जाल यस्तो गर सरजी होली हेलो गाइज हेलो गाइज अब मुनाको ब्लगमा लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् धमाका गरिदिनु बम पड्काइदिनु होला नभए युट्युबे बन्द गरिदिनु भाइ लाइक गरिदिनु भनेर हैरान भने उडाइदिनु त्यसै गरिदिनु उडाइदिनु अब म गर्दिनँ भयो त्यत्रो भनेर हालियो कोही मासु मेरो 16 जनाले सब्स्क्राइब गरिसक्यो मासु चोर भने हे यता हालियो उता इन्सर्ट गरेर पनि हालियो कि तर लाइक कमेन्ट जम्मा 60 50 हुँदैन हामी के नगरिकन हाले पनि 200 250 लाइक मान्छे भ्युज आए मान्छे त केही आउँदैन जति गरे नआउँदैन यहाँ त्यही भएर कतिहरु लाए थाहा छैन माउजी बात पसिममा लाइक सब्स्क्राइब गर्दै भने विजेत गर्ने आउने लाइक जम्मा 60 भन्दा आउँदैन के मलाई धमाका दिनु बम पड्काइदिनु उडाइदिनु सब्स्क्राइब हैन बन्दै गरिदिनु टिकटक आइले सबै बात पसिम माउजीमा गाई अनु बनाए झोलाइसक्यो विजेतै भइसक्यो अरू भन्दैन सासुले हेरेर के भन्यो होला
बोलेर चाहिँ जेनी हाल्दै हाल्दै हाल्ने भन्दै है खाएको नि हाल्ने मुढाबाट बुनु झऱ्यो भनेर हालिदिएँ मामा भान्जाको उहाँ पुरा रियाक्सन सब हालिदिएँ मुनि कमेन्टहरू लाइक आयो हाम्रो घर लास्टमा सबभन्दा ढिलो सुत्छन् अनि त्यसपछि सबभन्दा ढिलो उठ्छन् फेरि कसलाई हो मलाई हो लाउनु त त्यहाँ राख्दैन त पड्किन्छ त्यो आगोमा त कसले त त्यहीँ भात फालिदिएको उल्टो राखिस तैँले ल कसलाई हो आमैलाई हो लाउनु आमै अर्को भयो कि त्यति भयो कि एउटा पुग्यो भर्खर भाषा ले खाम अरे के खाने त्यो लाउनु मलाई नि पुग्छ लाउनु पर्दैन कि नगर आमा त पुग्छ लाउनु खानु कि यति भात पुगिहाल्छ नि त्यहाँ अलिअलि खायो भाइहरूले नि गाह्रो लाग्दैन अहिले भात खानु पनि नपुगेको त नि मजै भएन नि खाना ल्याउनु म चट्नी दिए त भात पकायो नि गन्ध भयो होला नि